हेलो हजुर कस्तो हुनुहुन्छ फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। अनि आज चाहिँ टाइम भइरहेछ अहिले 11:19 होइन 11:19 भइरहेछ। अनि हस्बेन्ड ड्युटीबाट आउनु भएको छैन अनि त्यही माथि दिदीहरू पनि हुनुहुन्छ नि त। दिदीको सासू बिमारी हुनुहुन्छ हस्पिटलमा हुनुहुन्छ अनि आज छुट्टी गरेर ल्याउने भन्नुहुँदै थियो होइन। अनि अहिले यतिखेर भइसक्यो आउनु भएको छैन। अब दिदीहरू नआइकन चाहिँ आफू कसरी एक्लै खानु होइन। त्यही भएर चाहिँ के गर्नु कसो गर्नु अलिअलि भोक लाग्न थाल्यो कि र पनि अब सबैसँग बसेको जस्तो एक्लै खाएको जस्तो मजा आउँदैन नि त। सबैसँग छ भने चाहिँ बाँडीचुँडी खाएको पनि यत्रो कुरा पनि धेरै मिठो लाग्छ होइन। अनि त्यहाँबाट के गर्नु कसो गर्नु होइन। त्यहाँबाट चाहिँ ठिक्कै हिजो हस्बेन्डले 3टा चिप्स ल्याइदिनु भएको थियो लेज हो। मलाई पनि गरेर के क्रेभिङ भइरहेछ खानु मन लागिरहेछ कि। अनि त्यहाँबाट अहिले यतिखेर चाहिँ अहिले 11 त अघि 19 भएको थियो 11:20 भयो। हेर्नुहोस् है म के खाँदैछु यस्तो बिना भोक लाग्दैछ कि अब एक्लै खानु मन लाग्दैन। सँगै अब अरू बेला पनि अब हस्बेन्डसँग खान्छु होइन। पर्खेर भए पनि कोही बेला भोक लागेको भने चाहिँ खान्छु। त्यस खाँदै बसेको टाइम पास के गर्नु मेरो बिबिनिदा हेर्नुहोस् न सुत्दैछ त्यो चिप्स खाँदै बस्नुपर्छ। कतिवटा आउनुहुन्छ थाहा छैन हो। अन्त यो खाएर चाहिँ भोक मेटाउने हो त्यहाँबाट पानी पिउने हो। त्यहाँ अलिक भए पनि भोलि उयो हुन्छ। ओके म यो लेस इन्जोय गर्दै गर्छु। हजुरहरूलाई बाई गुड नाइट शुभरात्रि बाई बाई।